हामी चाहिँ खोटाङ जानु लागेको न्युयरमा चाहिँ ओइ हामी सिटमा बसेर हम 3 जना काम गरेर लेखेछ बसाइ जाने चाहिँ अहिले चलिसकेको छन् गाडीमा सबै मान्छेहरू आउनु भएको छ भर्खरै चलाउनु भएको छ गाइज यहाँ धेरै छ अब हामी हिँड्न लाग्यो अहिले चाहिँ यसमा छैन अहिले चाहिँ हामी गाडीबाट गीत लाको गाइड कृष्णनगर आइमा हामी चाहिँ सिपनहरी जाने हो अब सिपनहर बज्यो सिपनहरी जाने हो गाइस हामी चाहिँ बज्यो जाने सिपनहर बज्यो पनि जाने हो 5 बजे जाने हाम्रो चाहिँ सिपनगरमा पनि 5 बजे हुने रहेछ त्यही भएर सिपनहरी जाने हो अनि हामी खोटाङ जाम अनि हामी जान्छौँ गाइस बाहिर हामीलाई चाहिँ मोबाइलको क्यामेरा किनेको छु उसले चाहिँ नङ पैसा खुट्टामा मेरो खुट्टा त मैले मैले नङ पालेको गाइस किन नङमा नङ पालेको छ हामी त्यसै नलाई दही सामान पुगौँ न हामी चाहिँ अब चाहिँ सिपनगरदेखि अब हामी सिपनगरदेखि हिँड्नु लाग्यो अनि हामी अब आधा घन्टामा यिनीहरू म दुईटा मात्रै सिटमा बस्यो किन यो पनि बस्थ्यो अनि यसलाई फेरि हामीले पठाइदियो त्यो दृश्य मेरा ठुलो छ गाइस यिनको भन्दा मेरो ठुलो छ मान्छे लुङ्गी टी सर्ट गाईको गाइस वहाँनि सिपनहरदेखि हिँड्न लाग्छ अब हिँडेको अनि आधा घन्टामा चाहिँ हामी गन्ना ठाउँतिर बस्छौँ क्या हामी गन्ना ठाउँतिर बस्छौँ क्या
यहाँ मान्छेहरू धेरै खान आइसकेर छ पिकनिक खान खेल्ने ठाउँमा हेर्छ हामी आयौँ खोटाङ अब हामी चाहिँ झरेर हामी चाहिँ लास्टमा निस्कियौँ गाइस हामी नाच्ने बेला पनि हामी अब भ्यू देखाउँछौँ बाहिरको बाहिरको हेर्नु हामी चाहिँ खोटाङमा आयौँ है बसेर खाने हामीले हेर्नु यहाँ बसेर खाने हामीले आज चाहिँ धेरै मान्छे आएर छन् 2-3 जना मात्रै आएर छन् मान्छे उतातिर पनि छ यहाँ पनि मान्छे छ क्युट मान्छे हामी धेरै देखिन्छौँ धेरै कस्तो उल्टे पनि बगेको थियो अस्ति र आजकल कस्तो बगेको छ हेर आजभोलि त राम्रो गराएको छ भने खोटाङ उता लगाउन गइवाली यतातिर हुनुहुन्छ ल्याइन मैले त मम्मी मम्मी